बिहान पनि मासु बेलुका पनि मासु आफूलाई मासु लभर भन्दा भन्दै मासु लभर प्रो म्याक्स भइसकेको रहेछु थाहै भएन। अलराइट गाइज अलराइट वेलकम ब्याक टु माई मिनी भ्लग। आई होप सबजना सन्चै हुनुहुन्छ होला अनि म पनि एकदम सन्चै छु। अनि सधैँ चाहिँ आज पनि मेरो बिहानीको सुरुवात हुन्छ मासु र भात खाँदै। मासु पनि यति खाइयो कि बाघसँग मासु खाने कम्पिटिसन खेलेको भए बाघलाई हराएर मैले नै जित्थेँ होला। कसम भनेको साथीहरू यो मासु खाने बानी लाग्यो भने चाहिँ एकदम नराम्रो हुने रहेछ। मासु बाहेक अरू साग काउली आलु र अन्य तरकारी पकाउँदा त खाना पनि मनै लाग्दैन। धेरै पनि खान सक्दिनँ तर 2-3 पिस भए पनि मासु नै चाहिने भइसक्यो मलाई चाहिँ। एनिवेज बिहानको खाना खाएर लागे म मेरो अफिसतिर। अनि अहिले चाहिँ पसलतिर खासै धेरै मान्छे पनि आउनु भएको छैन किनकि इलेक्सन चल्दैछ नि त। अनि सबैजना त भोट माग्न र्यालीमा हिँडेको देख्छु। अनि हजुरहरूको ठाउँतिर कतिको चुनाव लागिरहेको छ र हाम्रो भरतपुर 28 जितपुरतिर त लास्टै चुनाव लागिरहेको छ। बिहान पसल गएदेखि बेलुकासम्म घरिको कुन पार्टी आउने घरिको कुन पार्टी आउने पसल पनि काम गर्न होइन त्यही पार्टीको गीत सुन्न गएको जस्तो पो लाग्छ त। गीत पनि पार्टीहरूले यति बजाउँछन् कि सुन्दा सुन्दा कानै पाक्छ। एनिवेज यो पार्टीको कुरा छोडेर बस्दा बस्दा भोक लागिसकेको थियो। अनि सधैँ चटपट र चाउमिन कति खाने भनेर आज चाहिँ केरा लिएर आएको थिएँ। सधैँ अनहेल्दी खाना खानु भएन आफ्नो शरीरको पनि त ध्यान राख्नु पर्यो। अनि त्यही सोचेर आजको खाजामा चाहिँ केरा खाएको थिएँ। अनि हजुरहरूले एउटा कुरा नोटिस गर्नुभएको छ कि छैन म सधैँ ब्लगमा चाँडो चाँडो बोल्ने गर्थेँ अनि आज चाहिँ नम्र र बिस्तारी बोल्दैछु किनकि सधैँ एउटै तरिकामा कति ब्लग बनाउने कहिले कसो नयाँ पनि ट्राई गर्नुपर्छ भनेर। त्यही भएर आज केही नयाँ गर्ने ट्राई गरिरहेको छु। हजुरहरूलाई यही भोइस मन पर्यो कि त्यही पुरानै भोइस मन पर्यो कमेन्ट बक्समा कमेन्ट गरेर भनिदिनु होला। अनि हजुरहरूलाई थाहा छैन भने मैले टिकटकमा मात्रै नभएर युट्युब फेसबुक इन्स्टाग्राम सबैमा भिडियो हाल्ने गर्छु। फेसबुक इन्स्टाग्राममा चाहिँ नाम सुदीप ब्लग्स नै रहेको छ। अनि युट्युबमा जान चाहनुहुन्छ भने मैले टिकटकको बायोमा युट्युबको लिङ्क राखिदिएको छु। हजुरहरूले त्यहाँ गएर पनि सब्सक्राइब गर्न सक्नुहुन्छ। अनि काम गर्दा गर्दै पसल बन्द गर्ने बेला पनि भइसकेको रहेछ। त्यसपछि पसल बन्द गरेर लागे म घरतिर। अनि घर आउने बित्तिकै लास्ट भोक लागिरहेको थियो। त्यसपछि फेरि मम्मीले मासु र भात टक्राइदिहाल्नु भयो। त्यसपछि फर्स्ट बाइट भनेर गम खान थाले। अनि आजलाई यति नै होप गर्छु हजुरलाई भिडियो मन पर्यो होला। यदि भिडियो मन पर्यो लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नबिर्सनु होला। म हजुरहरूलाई भेट्नेछु अर्को मिनी भ्लगमा। त्यतिन्जेलको लागि बाई बाई।